नमस्ते, अस्सलाम वालेकुम। हजुरहरूको माझमा एउटा विशेष कुराहरू लिएर आएको छु। दर्शकबिन, सम्पूर्णलाई यो अनलाइन ठगीको विषयमा जानकारी नै रहेको छ र यो अनलाइन ठगीहरू कुन प्रकारको रहेको छ त? विशेष गरी यो सामाजिक सञ्जालद्वारा फेसबुक, टिकटक, जुन यो अनलाइन ठगीहरू विभिन्न किसिमका सामाजिक सञ्जालबाट अनलाइन ठगीहरू जुन भइरहेको छ, त्यो विषयमा आज म हजुरहरूलाई केही जानकारी गराउनलाई उपस्थिति भएको छु। सोझा साझा मानिसलाई प्रलोभनमा पारी अनलाइन ठगीहरू भइरहेको अवस्था रहेको छ। यो अनलाइन ठगीहरू यस प्रकारका रहेको छन्। को सामानहरू, कपडा लत्ता, विभिन्न सामानहरूलाई महँगो सामानको सस्तो मूल्य लगाई अनलाइनमा हाली सिधा साधा मान्छेहरूलाई अनलाइन ठगीहरू भइरहेको अवस्था रहेको छ र आम नागरिकले त्यो अनलाइन गएर त्यो अनलाइन बुकिङ र अनलाइन नम्बरमा फोन गरी यो सामान मलाई चाहिन्छ भनी पैसा पुरै हालिदिनु भनेर अनलाइन ठगी गर्ने व्यक्तिहरूले भन्ने हैन, सामान पुरै आइसकेपछि म पेमेन्ट गर्छु भन्ने र आम नागरिकले भन्दाखेरि त्यसरी हुँदैन, केही तपाईहरुले डिपोजिट दिनुपर्छ भन्दाखेरि आम नागरिकले के डिपोजिट हालिदिनुहुन्छ। त्यो हाले पश्चात सामान नआएको खण्डमा एक दिन पछि फेरि फोन गर्दाखेरि तपाईको त्यो पैसा फसिएको छ, त्यो पैसा निकाल्नको लागि तपाई स्क्रिन शेयर गर्नुस्, म हजुरलाई तपाईको एकाउन्टमा नभए भने तपाईको ई सेवामा भने जस्तो गरे, मैले भने जस्तै गरे भने त्यो पैसा रिकभर हुन्छ, नभए भने तपाईको पैसा रिकभर हुँदैन। कि त तपाईले पैसा पाउँछ, नभए भने तपाईको सामान पाउँछ भनेर त्यस्ता प्रलोभनहरू पारी स्क्रिन शेयर गरी ई सेवामा गई, एकाउन्टमा गई, उहाँहरूको एकाउन्टमा र ई सेवामा पैसा रहेको सम्पूर्ण पैसाहरू उहाँहरूले तान्ने कामहरू भइरहेको छ। र यो अनलाइन ठगीहरू विशेष गरी महिला, बालबालिका, आमा बुवाहरूलाई, सोझा साझा मान्छेहरूलाई यो अनलाइन ठगीहरू गर्ने अवस्था रहेको छ। यो अनलाइन ठगी गर्ने व्यक्ति कुन हुन् त? कहाँबाट आए त? के तपाईलाई हामीलाई जानकारी छ त? यो अनलाइन ठगी विभिन्न देशबाट आफ्नो देशमा बसी यो कार्यहरू हाम्रो देशमा भइरहेको छ र हाम्रै नेपालका नागरिकहरू यसमा यो अनलाइन ठगीमा परि केही पैसाको लागि गलत गतिविधिहरू हाम्रै नेपालका नागरिकहरू, हाम्रै नेपालका भाइ भतिजाहरू यो कार्यमा लागि परेका छन्। त्यसपश्चात यो भिडियो मार्फत सम्पूर्णलाई जानकारी के गराउन चाहन्छु भने त्यस्ता गतिविधिहरू गरिरहेको कोही पनि व्यक्ति तपाईले हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, कतैबाट जानकारी आएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सबै नागरिकको पहिचान दिनु होला भनेर म अनुरोध गर्दछु। यस्ता नागरिकहरूलाई हामीले छुनु हुँदैन। त्यो हाम्रो छिमेकी पनि हुन सक्छ, हाम्रै वरिपरि पनि हुन सक्छ। त्यस्ता गतिविधिका मानसिकताका मान्छेहरूसँग हामी पनि सँगै घुमिरहेका हुन्छौँ, सँगै डुलिरहेका हुन्छौँ, तर हामीलाई थाहा हुँदैन त्यस्ता मान्छेहरू हाम्रै बीचमा रहेको छ भनेर। त्यसपश्चात हजुरहरूलाई रिक्वेस्ट, हजुरहरूलाई अनुरोध गर्दछु, त्यस्ता मान्छेहरूलाई पहिचान गरी नेपाल प्रहरीलाई जानकारी गराइदिनको लागि अनुरोध गर्दछु र यस्ता अनलाइन ठगीबाट सम्पूर्ण नेपालवासीहरू बचौँ र यस्ता प्रलोभनमा नपरौँ। यस्ता अनलाइन ठगीबाट हामी बस्ने प्रयासहरू गरौँ र त्यस्ता गतिविधिहरू गलत गर्ने मान्छेहरूलाई पहिचान गरी नेपाल प्रहरीलाई हामीले जानकारी गराउन हार्दिक अनुरोध गर्दछु। त्यही भन्दै अहिलेको लागि म नमस्कार, अस्सलाम वालेकुम, धन्यवाद।